लामो समयदेखि कैलालीमा पानी नपर्दा किसानहरू आक्रान्त भएका छन्। स्थानीयलाई पनि गर्मीले आक्रान्त नै पारेको छ। मानु छरेर मुरी फलाउने दिनमा समयमै पानी नपर्दा किसानहरू यस वर्ष राम्रो खेती हुने हो कि होइन भनेर चिन्तित समेत बनेका छन्। यो वर्षको मनसुन नेपालमा भित्रिसकेको छ। सुदूरपश्चिममा मनसुन पुग्न कति समय लाग्ला? आज दिउँसो छिटपुट मात्रामा लम्की लगायत केही ठाउँमा पानी पर्यो। थोरै भए पनि राहत महसुस भयो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भोलि र पर्सिसम्म मौसम सक्रिय हुने छाँटकाट देखिँदैन। दिनमा पनि तातो हावा चल्ने सम्भावना रहेको जानकारी प्राप्त भएको छ। मौसम सम्बन्धी जानकारी दिन 1 थिच्नुहोस्। बाढी सम्बन्धी जानकारी दिन 2 थिच्नुहोस्। सुदूरपश्चिमको मौसम कस्तो रहनेछ र विशेष गरेर मनसुन सुदूरपश्चिमसम्म पुग्न कति समय लाग्नेछ? हामीसँग मौसमविद डेभिड ढकाल हुनुहुन्छ थप जानकारीको लागि। ढकालजी, यो सुदूरपश्चिमसम्म मनसुन पुग्न कति समय लाग्ला र अहिले मनसुनको अवस्था के छ नेपालमा? विभागले यो असार 5 गतेको दिन चाहिँ नेपालमा मनसुन कोशी प्रदेशको केही स्थानहरूमा भित्रियो भनेर बुलेटिन सार्वजनिक गरेको थियो, जसलाई चाहिँ आजै भनेको असार 8 गतेको दिन चाहिँ कोशी प्रदेशको बाँकी रहेको भूभागमा मध्य प्रदेश, बागमती प्रदेश, काठपुरी भूभागहरू, गण्डकी प्रदेशको केही भूभागहरू र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानहरूमा चाहिँ मनसुन प्रवेश गरेको भनेर जानकारी दिएको छ। मनसुन चाहिँ केही कमजोर देखिएको छ, त्यस्तो धेरै बलियो देखिएको छैन र चाहिँ यो चाहिँ पुरै नेपाल चाहिँ कभर गर्नलाई केही समय अझै लाग्छ जस्तो देखिएको छ। अझै केही दिनहरू चाहिँ पर्खिन पर्ने जस्तो देखिन्छ। अहिले विशेष गरेर कैलालीमा पनि तराई क्षेत्रका कैलाली, कञ्चनपुर लगायत तराई भेगका किसानहरूले अहिले विशेष गरेर धान खेतमा धान लगाउने समय पनि हो। पानी नपर्दाखेरि उनीहरू आक्रान्त पनि भएका छन्। कहिलेसम्म पानी पर्ला भन्ने स्थानीयमा एक किसिमको चिन्ता पनि छ। के छ अहिले सरदर यो वर्ष गत वर्षको तुलनामा पानी बढी पर्ने अथवा कम पर्ने के आकलन गरिएको छ? विभागले 2083 वैशाख 25 गतेको दिन यो मनसुन सिजनमा कस्तो पानी पर्छ भनेर एउटा आकलन सार्वजनिक गरेको थियो। त्यसैले अध्यावधिक गरेर जेठ 25 गते पुनः अर्को अपडेटेड आकलन सार्वजनिक गरिएको छ, जस अनुसार देशभर नै सर्भरभन्दा कम वर्षाको सम्भावना र सर्भरभन्दा बढी तापक्रमको सम्भावनाको प्रक्षेपण गरेको छ। यसरी हेर्दा सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाहरूमा पनि सर्भरभन्दा कम वर्षाकै सम्भावना देखिएको छ र तापक्रम भने सर्भरभन्दा बढी हुने जस्तो देखिएको छ। तपाईँले भने जस्तै वर्षाको गतिविधि चाहिँ हामीले हेर्दै गर्दा अबको केही दिनहरूमा पनि त्यताको वर्षाको गतिविधि खासै नहुने, तपाईँले भनेको जस्तै धान रोपाइँ गर्नकै लागि भनेर पर्याप्त वर्षाको सम्भावना एकदमै कम देखिएको छ। हल्का भयो भने पनि हल्का किसिमको वर्षा हुने र छोटो समयको लागि वर्षा हुने सम्भावना पनि कमै छ, त्यस्तो धेरै देखिँदैन। यस हिसाबले भन्दाखेरि चाहिँ अब अझै केही दिनहरू चाहिँ त्यतातिर चाहिँ वर्षा भयो जस्तो देखिँदैन। तापक्रमको कुरो गर्नुपर्दाखेरि चाहिँ विशेष गरी तापक्रम चाहिँ सुदूरपश्चिमको तराईहरूमा पनि यो तापक्रम अलिकति बढ्ने, त्यस्तो धेरै बढ्ने त होइन, थोरै बढ्ने र त्यसले गर्दा तातो लहर नै दिइरहेका छौँ र तातो लहर नै हो जस्तो देखिन्छ। जानकारीको लागि धेरै धेरै धन्यवाद। हुन्छ, धन्यवाद। दर्शकवृन्द, अझ सुदूरपश्चिममा मनसुन भित्रिन केही समय लाग्नेछ र विगतका वर्षको भन्दा यो वर्षमा सरदर पानी कम पर्ने सम्भावना रहेको छ। त्यसैले यो गर्मी अझ केही दिन रहनेछ। पानी पर्न 1 साता जति कुर्नुपर्ने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ। तपाईहरू पनि यो गर्मीको समयमा खेतबारीमा हुनुहुन्छ, आफ्ना बालबालिकालाई विद्यालय पठाउँदै हुनुहुन्छ भने पनि एकदम सचेत रहनुहोला। यो बढिरहेको गर्मीबाट जोगिने आफू र आफ्ना बालबालिकाहरूलाई र आफ्ना ज्येष्ठ नागरिकहरूलाई बचाउनुहोला। नमस्कार। मौसम जानकारी लिने बानीले रक्षा गर्छ सानो सावधानीले। हेलो मौसम।